हेलो गाइज वेलकम ब्याक टु माई च्यानल र फेरि पनि तपाईँहरूलाई स्वागत छ र मैले त यहाँ जुङ्गा र दारी काटेर चाहिँ एकदमै यङ देखिरहेको रहेछु हो र हाम्रो चाहिँ यहाँ घरमा पूजा हुँदैछ हो यो चाहिँ मेरो ग्रह काट्नुको लागि चाहिँ उयोहरू गर्दैछ पुरै होइन तर म यहाँ घरमा छुइनँ म त अब यहाँ निस्किसकेको छु गाडी यहाँ स्टार्ट गरिरहेको छु अहिले चाहिँ हो म चाहिँ आज चाहिँ भाइमेरिक ड्रप छ नि त त्यही भएर म त निस्केको हो भेट्दा गरौँ अब चाहिँ हो यस्तै छ जिन्दगी के गर्नु ड्राइभर लाइफ होइन अब तपाईँलाई सिधै बाटोमा देखाउने छु कहाँ रोक्छु होइन म डाइरेक्ट त्यस्तो लामो चाहिँ बनाइ बस्दिनँ नि त म भिडियो त्यही भएर अब म जहाँ रोक्छु होइन त्यहाँ मात्रै भिडियो बनाउँछु ल त गाइस भेट्दै गरौँ है त म चाहिँ अब निस्केँ यो चाहिँ हाम्रो गाउँको बाटो है अलिकति मात्रै यहाँ राम्रो छ माथिदेखि गर्दाखेरि एकदम खराब छ हो यस्तै छ अब गाउँको बाटो हेर्नुहोस् गाडीको अब यस्तो हालत चाहिँ जान्छ तर मेरो गाडीमा चाहिँ एउटा हल्ला छैन है ल त्यस्तो डरलाग्दो हल्ला छैन किनेको 3 साल भयो हो मैले यस्तो जोगाएर कुदाउँछु यस्तो खाल्टाखुल्टी त्यस्तो जोगाउँछु म चाहिँ हो यस्तो छ कहिले बनिने होला यो बाटो कुदाउनु पर्छ नि र अहिले म चाहिँ यहाँ हाम्रो हिमा फल्समा आइपुगिसकेको छु एकदम ढोक गर्नुपर्छ नि त हो यस्तो छ भ्यू चाहिँ अगाडि र अहिले म चाहिँ यहाँ चेकपोस्ट आइसकेको छु र अहिले यही बाटो आउनुपर्छ म फेरि हो यता राइट साइड गयो भने चाहिँ मिरिक भाया मिरिक अनि यो चाहिँ लेफ्ट साइड चाहिँ घुम जाने बाटो हाम्रो गाउँबाट चाहिँ यो बाटो आउनुपर्छ नि त बिजनगढीको रोड हो त्यही भएर तपाईँहरूलाई देखाइदिएको फाइनली म चाहिँ घुम आइपुगिसकेँ मेरो हातमा अन्ली 20 मिनट छ गान्धी रोडसम्म पुग्नुको लागि र आधी घन्टा त पर्खिदिन्छ होला आशा राख्दैछु गेस्टहरूले हो राख्नु त राख्छ केही छैन जाम भयो मलाई यो बाटो छिर्नु दिन्छ कि दिँदैन हेरौँ है त दियो 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 यहाँबाट छिटो पुग्छ नि त यहाँबाट त गान्धी रोड चाहिँ एकदम सर्टकट हो किनभने अहिले मर्निङको टाइममा चाहिँ टाइगर हिलको गाडीहरू यहीँबाट छिर्नु दिन्छ नि त भन्न दियो नि बिहान दिनको जाम भेटे जाम ट्रेन आउँदैछ ट्रेन ट्रेन आ रही है आपने बोला ना ट्रेन आउँदैछ है त ट्रेन बाटोमै राखिरहेको छ भनिदिनु पऱ्यो नि हम लोग घूम आ गए क्या बतासिया
अच्छा अच्छा। आज खै भिडियो बनाउनु पनि पाएन निस्किँदाको। बतासे लुप में जाम हो गया। खुशबू आ रही है। हाँ मैम उतर के ले ले आऊँ। गाड़ी चल रहा है। और एक बार खाली मेरे मुंह से निकल गया ना इस दिन, हाँ। तो बस शुमी उस बात को पकड़ हाँ तो लेती है, उसको सुमी चाह भेजना रही ही थी है। ना कि बाहर जाए। खैर जरूरी भी है, इतना हार्डवर्क जो होता है ना उसके बाद थोड़ा ब्रेक अब चाहिए। हामी चाहिँ भाया मेरी त लागे। ये मैंगो है क्या? अरे ये मैंगो बेच रहा है इसमें। गेस्टहरूलाई त मैले पठाइदिएँ लेप्चा जग्गामा घुम्नुको लागि हो। म चाहिँ यहाँ बसिरहेको छु। यसो फुटबल हेरेर मेरो आँखाहरू निन्द्राले यस्तो साह्रो पारिरहेको छ कि के भन्नु अब। 3 बजी उठेर फुटबल हेरेर सिधै आइदिएको अम्बो। अहिले यहाँ कति बज्यो? 8:46 भयो। 8:46 भयो। निन्द्रा लागिरहेछ। मलाई गेस्ट हाउस पनि किनिदिएको थियो। अब यो खाँदै बस्नुपर्छ। प्याजी टेस्टी नै छ। र यो चाहिँ हो लेप्चा जगत र मेरो गेस्टहरू चाहिँ यहाँ रहेछ। 2 जना फोटो खिच्दै रहेछ र यस्तो छ है। यस्तो छ है लेप्चा जगत। कल छुट्टी है, परसों छुट्टी है। हामी चाहिँ यो लेप्चा जगतबाट निस्किसक्यौँ। थोडा सा जाम र अहिले म चाहिँ सिमानामा आएको छु। आई लभ सिमाना यहाँ पनि लेखेको रहेछ। र मेरो गाडी चाहिँ यहाँ छ है। border नेपाल 0। मन नहीं लग रहा, बुला ले। मैं कैसे बुलाऊं? यहाँ से खड़ा मैं बोल के आई थी ना। सबैजनाले दार्जिलिङतिर मात्रै जाम भएको देख्छ हो। मिरिकमा पनि हुन्छ है जाम। अहिले म चाहिँ मिरिकमा छु। जाम अड्किरहेको छु। यहाँ चाहिँ यसो जाम भइरहेको छ। र अहिले चाहिँ म मिरिक आइपुगिसकेँ। अस्तिकै जग्गामा पाएँ फेरि पार्किङमा। पाएको त थिएन र पनि आउने बित्तिकै पाइहालेँ। र अहिले चाहिँ म चाहिँ यहाँ पार्कभित्र पसिसकेको छु। र यहाँ चाहिँ यस्तो दामी छ यहीँ। ड्राइभरलाई चाहिँ फ्री अफ कस्ट। र यहाँको चाहिँ यस्तो छ भ्यू। आज चाहिँ अलिक निकै रहेछ गेस्टहरू टुरिस्टहरू।
यहाँबाट चाहिँ भ्यू यस्तो छ अब हेर्नुहोस् यहाँ परको जुमिङ टेस्ट स्यामसङ ग्यालेक्सी S25 अल्ट्राको खै गेस्टहरू पनि आउँदैन 1:30 भइसक्यो 6 बजीको बस भन्दै थियो हो अहिलेसम्म आएको छैन म त हरेस भएर यहाँ मिरिकको यहाँनिर बसिरहेको छु यहाँ गेट छ भित्र पस्ने एन्ट्री अनि म चाहिँ यहाँ बसिरहेको छु यहाँ बसिरहेको छु है अल्छी भयो अल्छी लौ त गाइस हामी चाहिँ यहाँ मिरिकबाट अब फ्लावर तो उनको लगता है कि पॉलिथीन में ही रखना पड़ेगा। हाँ अब चाहिए खाली शोभा वो कब उसमें आ सकता है? मैम उतरते समय दीजिएगा। नहीं पूछ रहे उसमें है उतना स्पेस? देखूंगी ये बैग में डालूंगी। नहीं तो ये शॉल उसमें डाल देंगे ना अगर शोभा वाले में तो उसमें मेरे में कप आ जाए। हाँ तो ठीक है ना शॉल तो लाइए ना तो शॉल रख लूंगी। बस में चाहिए होगा लेकिन शॉल के हाँ तो ठीक है ना निकाल लेंगे बस। सिलगढीमा त यत्रो पानी पर्दैछ नि त यस्तो डरलाग्दो पानी पर्दैछ फाइनली मधेस झऱ्यो गरम रहेछ गरम लौ त म चाहिँ मेथीबारी आइपुगिसकेँ अब लौ त दार्जिलिङमा पनि आइपुगिसक्यो यस्तो डरलाग्दो जाम हुन्छ फाइनली हामी चाहिँ आइपुगिसक्यो यहाँ जङ्सन बस स्ट्यान्ड निन्दाले त तर म त यस्तो साह्रो परिसक्यो कि यहाँ गेस्टहरू पनि उत्रिँदैछ अब यहाँ सामान निकालिदिनु पर्छ वो आप पीछे का बॉटल इसमें आएगा नहीं आएगा ये बेटा आप पीछे पहन ले हम पहन ले है ये नहीं
क्या बस यही तो पहनना होगा। गेस्टहरूसँग अब एक फोटो खिचाइ हुन्छ के मैले चाहिँ गेस्टहरू छोडिसकेँ। अब म चाहिँ रुम जाने। यहाँ यस्तो निन्दाले आँखा टट्टाइसकेँ अब चाहिँ हो। अब चाहिँ गएर सुत्ने होइन। र आज मेरो भ्लग चाहिँ अब यहीँसम्म थियो, मिनी भ्लग। तो फिर से मिलेंगे दोबारा। ओके बाई।